एक्लो बाँदरको कथा। घना हरियो जंगलको छेउमा एउटा सानो पहाड थियो। त्यही पहाडमा एउटा बाँदर बस्थ्यो। ऊ अरू बाँदरहरू जस्तै झुण्डमा बस्दैनथ्यो। सबैले उसलाई एक्लो बाँदर भनेर बोलाउँथे। अरू बाँदरहरू रुखमा हाम फाल्थे, केरा टिप्थे, हाँस्दै खेल्थे। तर यो बाँदर चाहिँ शान्त स्वभावको थियो। ऊ प्रायो पहाडको टुप्पोमा बसेर तल बग्ने खोलालाई हेर्थ्यो र मनमा नै सोच्थ्यो, के म एक्लो भएर गलत छु? एक दिन अचानक जंगलमा ठूलो आँधी आयो। हावा जोडले चल्न थाल्यो, रुखहरू लड्न थाले, चराहरू डराएर आकाशमा उड्न थाले। त्यही बेला एउटा सानो खरायो खोलामा चिप्लियो। खोलाको पानी तीव्र गतिमा बगिरहेको थियो। खरायो डरले चिच्याउँदै थियो, बचाऊ, बचाऊ! सबैजना जनावर डरले टाढैबाट हेरिरहेका थिए। कोही पनि अघि बढ्ने साहस गर्न सकेन। तर त्यो एक्लो बाँदरले यो दृश्य देख्यो। उसको मुटु करायो, म केही गर्नुपर्छ। ऊ चाँडै खोलातिर दौड्यो। रुखको एउटा लामो हाँगा भाँच्यो र सावधानीपूर्वक खोलातिर बढायो। यो समात, बाँदरले करायो। खरायोले हाँगा समात्यो र केही क्षणपछि ऊ सुरक्षित किनारमा पुग्यो। खरायो आँखा रसाउँदै बोल्यो, धन्यवाद। सबैले तिमीलाई एक्लो भन्थे, तर तिमी त सबैभन्दा साहसी रहेछौ। त्यसपछि अरू जनावरहरू पनि नजिक आए। हिरण, चरा, बाँदरहरू सबैले उसलाई हेरिरहेका थिए। उनीहरूले बुझे ऊ एक्लो भएर होइन, दयालु र बुद्धिमान भएर फरक थियो। त्यो दिनदेखि एक्लो बाँदर कहिल्यै एक्लो रहेन। सबैले उसलाई साथी बनाए र जंगलले एउटा ठूलो पाठ सिक्यो। साथी धेरै हुनु ठूलो कुरा होइन, सही बेला सही काम गर्नु नै सबैभन्दा